नास आइटीले नेपाल खुला विश्वविद्यालयसँग मिलेर इन्डस्ट्री इन्टिग्रेटेड डिग्री आइआइडी प्रोग्राम बनेको छ। यो प्रोग्राम अन्तर्गत एकजना विद्यार्थी डे 0 मा आफूले चाहेको कम्पनी जोइन गर्ने र त्यसपछि डे 0 मा नै नेपाल खुला विश्वविद्यालयको अन्डर ग्रेजुएट डिग्री पनि जोइन गर्ने। Once that student starts to have the theoretical knowledge, the theoretical knowledge like how to apply in the practical world. That's the most important जस्तो लाग्छ यो सबै पार्टमा। जति कम्पनीहरू आबद्ध हुनुहुन्छ ती आबद्ध कम्पनीहरूलाई कस्तो किसिमको प्रब्लम फेस भइरहेको छ अहिले। डेटा कहीँबाट ल्याउनु त पर्यो त हैन, सो डेटालाई एक्सट्र्याक्सन गर्नु पर्यो भन्छौँ हैन। सो त्यो भनेको चाहिँ यो डेटा इन्जिनियरले गर्ने ETL एक्सट्र्याक्ट ट्रान्सफर्म एन्ड लोड। धेरै जस्तो हामीले एआई मोडलबाट बनाउँछौँ भनेर सोच्छौँ होला हैन, तर त्यस्तो हुँदैन। 80 to 90% वर्क चाहिँ हामी डेटामा सफ्टवेयरमा ब्याकएन्ड बनाउने काममा स्पेन्ड गर्नुपर्ने। भनेपछि एआई भनेको एआई फाट्टा केही होइन, रोबोटिक्स मात्रै होइन। हामीहरू सफ्टवेयर लेख्छौँ, प्रडक्ट लेख्छौँ, त्यसलाई लगेर कतै रन गर्नु पर्यो नि त, रिलायबली रन गर्नु पर्यो, कस्ट इफेक्टिभ वेमा रन गर्नु पर्यो, त्यसलाई सेक्योर वेमा रन गर्नु पर्यो। एउटा वेबसाइट बनाएँ मैले, त्यसलाई चाहिँ त्यसको युजर बेस चाहिँ 1000 छ, भोलि चाहिँ त्यो 1 लाखमा पुग्न सक्छ। 1000 मा धान्ने सिस्टमले 1 लाखलाई धान्ला त। एकजना 12 कक्षा पास गरेको विद्यार्थी आजको ओल्ड सिनारीमा हेर्दाखेरि अरू देशमा हेऱ्यौँ भने या नेपालकै पनि अरू फिल्डमा अन्य खालका जस्तो होटल इन्डस्ट्रीमा हेऱ्यौँ, चार्ट एकाउन्टेन्सी हेऱ्यौँ या अन्य खालका फिल्डमा हेऱ्यौँ भने त्यो विद्यार्थीले अन्डर ग्रेजुएटका डिग्री या सर्टिफिकेसन लिँदै गर्दाखेरि आफ्ना कार्यगत क्षमता पनि सँगसँगै लगेको देखिन्छ र बाई द टाइम ही अर सी ग्रेजुएट्स अथवा कतिपय अवस्था त त्योभन्दा अगाडिदेखि नै उनीहरूको आफ्नो प्रोफेसनल करियर सुरु भइसकेको छ। त्यहाँबाट उनीहरू आफ्ना जीविकोपार्जन गर्ने तरिकाहरू भेटाइसकेका हुन्छन् र फाइनेन्सियली इन्डिपेन्डेन्ट पनि भइसकेका हुन्छन्। तर आइटी आइसिटी क्षेत्रमा त्यो अझै सम्भव देखिरहेको छैन। यो हामीले अघि पनि डिस्कस गऱ्यौँ कि यो गर्नको लागि केही बाधक छन्। कतिपय अवस्थामा हाम्रा सिलेबस, कतिपय अवस्थामा करिकुलमका ढाँचा र कतिपय अवस्थामा त्यसको डेलिभरी गर्ने तरिकाहरूमा के त्यस्तो चिज गर्न पर्ला जसले हाम्रा विद्यार्थीहरूलाई चाँडै नै प्रोफेसनल बनाउन सक्लान् भन्ने चिजको वरिपरि धेरै छलफल गरेर नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी कम्पनीज नास आइटीले नेपाल खुला विश्वविद्यालयसँग मिलेर भर्खरै एउटा अवधारणा अगाडि सारेको छ जसलाई इन्डस्ट्री इन्टिग्रेटेड डिग्री आइआइडी प्रोग्राम भनिएको छ। यो प्रोग्राम अन्तर्गत एकजना विद्यार्थी डे 0 मा आफूले चाहेको कम्पनी जोइन गर्ने र त्यसपछि डे 0 मा नै नेपाल खुला विश्वविद्यालयको चाहिँ अन्डर ग्रेजुएट डिग्री पनि जोइन गर्ने र 4 वर्ष इन्डस्ट्रीमा काम गर्ने, 4 वर्ष युनिभर्सिटीमा पढ्ने र बाहिर निस्किँदाखेरि त्यो अलरेडी मिड लेभलको चाहिँ करियर डेभलप भएर आइसक्ने अवधारणा अन्तर्गत काम गर्न गइरहेका छौँ। यहाँहरू सबै यो कार्यक्रमको जुन करिकुलम डिजाइन डेभलपमेन्ट टिममा कतिपय साथीहरू एज अ लिडर अथवा यहाँको इम्पोर्टेन्ट चाहिँ फ्याक्टर रूपमा इम्पोर्टेन्ट मेम्बर रूपमा काम गर्दै हुनुहुन्छ। अब हामी यो करिकुलम बनाउनेको पछाडि के स्टेपहरू के कसो गरी यो करिकुलम बन्यो भन्ने छमा थोरै बुझ्न चाहेँ। मैले निश्चल सरबाट बुझ्न चाहेँ। यो 5वटा क्षेत्र भनेको छौँ नि हामीले, जुन एप्लिकेसन डेभलपमेन्ट, क्लाउड इन्जिनियरिङ, डेटा इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्स र सेक्युरिटी, 5वटा जुन करियर पाथवे भनेका छौँ। यो 5वटा करियर पाथवे नै किन? अहिलेसम्म हामीले इन्डस्ट्रीमा देखेको ह्युमन रिसोर्सेसहरू
र टाइप्स अफ अब कामहरू भन्नु पर्यो है त्यसमा चाहिँ धेरै जसो हुने चाहिँ अफकोर्स सफ्टवेयर इन्जिनियरिङ हुन्छ तर एउटा कम्पनीमा चाहिँ सफ्टवेयर इन्जिनियरिङ मात्रै नभएर चाहिँ त्यसको अब एप्लिकेसन होस्टिङदेखि लिएर त्यसलाई मेन्टेन गर्नेदेखि लिएर त्यसमा अफकोर्स देयर आर एआई कम्पनीज अल्सो जसले चाहिँ दे वर्क जस्ट अन एआई त्यसमा तपाईँको एप्लिकेसनको सेक्युरिटीदेखि लिएर चाहिँ यो सबै फ्याक्टरहरू बनेर चाहिँ एउटा सक्सेसफुल के भन्छ भन्ने त्यसलाई अब एउटा होल इकोसिस्टम बन्छ सो अफकोर्स हामीले सबै कभर अहिले नै गरिहाल्न सक्दैन होला तर जुन हामीले 5वटा विधाहरू हामीले मेजर्सहरू आइडेन्टिफाई गरेका छ त्यसले चाहिँ धेरै जसो कुराहरू चाहिँ कभर गर्छ यो 5वटा जुन क्षेत्र भनेको छ यो तपाईहरु 5 जनाले डिफाइन गरेको हो कि यो कसरी 5 मलाई यसको यो किन 5 अथवा अहिले निश्चल सरले भनेको हुनाले 5 अथवा किन 5 अभिनय अनि आई थिंक त्यो भनेको भन्दा पनि यो ग्रुपबाट नै आएको कुरा होला तर त्यो चाहिँ रियल वर्ल्डमा चाहिँ अहिले हाम्रो के बढी कसको चाहिँ निड छ हैन कसको चाहिँ बढी भनौँ न जबमा चाहिँ मार्केटमा अलिकति बढी डिमान्ड छ नेपाल र वर्ल्डकै कन्टेक्स्टमा पनि र जस्तो अब एआईको कुरा गर्दा अब सबै कुरा संसार कता अगाडि बढिरहेछ र कता चाहिँ निड हुन्छ त्यो सबैको बेसिसमा होला एउटा चाहिँ अर्को चाहिँ अब यता उहाँले भन्नुभयो जस्तै ओभरअल एउटा स्टुडेन्टलाई चाहिँ छुनुपर्ने कुराहरूको चाहिँ लाइक कुन चाहिँ लाइक कोर पिलर्सहरू चाहिँ हुनुपर्छ होला उसलाई चाहिँ एउटा कम्प्लिट स्टुडेन्ट बनाउनको लागि भन्ने कुराहरूमा पनि बेस भएर पनि जस्तो लाग्छ तर आई थिङ्क द डिमान्ड फ्याक्टर इज अल्सो सो भनेपछि तपाईहरुले अहिले 5 जनाले रिप्रेजेन्ट गर्दाखेरि तपाईहरुको पछाडि चाहिँ ठुलो डिस्कसन केही भएको हुनुपर्छ अनि अथवा अरू के प्रोसेसबाट यहाँ पुग्यौँ भनेर मैले एउटा कुरा एड गर्न चाहेँ सर सरेसोरे न्यास आइटी र नेपाल ओपन युनिभर्सिटीको कन्टेक्स्ट लिएर आउनुभएको थियो होइन सो न्यास आइटीसँग विभिन्न आइटी कम्पनीहरू आबद्ध हुनुहुन्छ यो यहाँसम्म कसरी पुग्यौँ भन्दै गर्दाखेरि चाहिँ जति कम्पनीहरू आबद्ध हुनुहुन्छ ती आबद्ध कम्पनीहरूलाई कस्तो किसिमको प्रब्लम फेस भइरहेको छ अहिले कस्तो किसिमको रिसोर्सेसको अभाव भइरहेको छ अथवा हाम्रो डिमान्ड के छ हामीले कुन सेक्टरमा चाहिँ रिसोर्स पाउन एकदमै गाह्रो भएको छ त्यो कुरा सुरुमा आइडेन्टिफाई गरियो एउटा त्यहाँबाट स्टार्ट भयो अनि अर्को हामीले एउटा वर्कसप पनि गरेको थियौँ त्यो वर्कसपमा चाहिँ के गरियो भन्दाखेरि चाहिँ कस्तो किसिमको रोल्सहरू चाहिएको छ हामीलाई हाम्रो निड के हो त्यो रोल आइडेन्टिफाई गरिसकेपछिबाट चाहिँ त्यसलाई यदि हामीले सेग्रिगेट गर्ने हो भने अल अफ द रोल्स आइडेन्टिफाइड नाउ लेट्स सेग्रिगेट द्याट कुन डोमेनमा पर्दो रहेछ त भनेर हेर्दै गर्दाखेरि चाहिँ धेरैवटा डोमेन आएको थियो होला तर मोस्ट इम्प्याक्टफुल डोमेन कुन हुन्छ भन्दै गर्दा चाहिँ यी 5वटा डोमेन्सहरू हामीले आइडेन्टिफाई गरियो यो ग्रुप डिस्कसन डिफ्रेन्ट आइटी कम्पनीजहरूसँगको सहकार्य अनि न्यास आइटीको संलग्नतामा चाहिँ यो 5वटा डोमेन आइडेन्टिफाई भयो ओके सो भनेपछि यो 5वटा भनेको चाहिँ यो हामी 5 जनाले डिसाइड गरेको चिज होइन हाम्रा पछाडि चाहिँ धेरैजना चाहिँ हाम्रा कम्पनीका प्रतिनिधिहरू बसेर अनि धेरैवटा रोलहरू आइडेन्टिफाई गरेर त्यो रोलहरूबाट हामीलाई डिग डाउन गर्दै फोकस गर्दै जाँदाखेरि आजको डेटमा राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा के कस्ता खालका विधाहरू चाहिँ बढी डिमान्डमा छन् भन्ने कुरा हेर्दै जाँदा यो 5वटामा गएर ल्यान्ड भयो अब यो 5वटा कोर्स हामीले अहिले एप्लिकेसन डेभलपमेन्ट क्लाउड इन्जिनियरिङ डेटा इन्जिनियरिङ एआई र साइबर सेक्युरिटी भन्ने 5वटा विधाहरू छुट्याएका छौँ हामीले यी 5वटा विधा मध्ये कुनै एउटा विधामा कुनै विद्यार्थीहरू यसमा चाहिँ लाग्नुभयो अथवा कुनै प्रोफेसनल यसमा लाग्नुभयो भने उहाँहरूले नेपाल या विदेशमा जब इजिली पाउनुहुन्छ भन्ने हाम्रो आकलन हो यस हैन ओके सो त्यसो भएपछि हामीले हाम्रा विद्यार्थीहरूले आफ्नो आइटी आइसिटीमै लाग्छु भन्ने विद्यार्थीहरूलाई यी 5वटा मध्ये कुनै करियर एउटा पाथ छान्दाखेरि यु आर सेफ भन्ने इन्डस्ट्रीको मेसेज त्यो हो युआर सेफ यो क्षेत्रमा डिमान्ड एकदमै हाई पनि छ सो इफ यु पर्स्यु दिस करियर पाथ देन भविष्य चाहिँ सुनिश्चित गर्न सकिन्छ ओके भविष्य सुनिश्चित उज्जवल छ भविष्य हजुर ओके गुड दाइले भन्नु जस्तै नै यो 5 जनाले डिसाइड गरेको होइन कि इन्डस्ट्रीको निडबाट आएको चिज हुँदाखेरि चाहिँ दिस इज वाट सेलिङ इन मार्केट अनि निश्चल दाइले भन्नुभयो अघि नै कुनै पनि एउटा सफ्टवेयर हामी सफ्टवेयर इन्जिनियरिङको कुरा गर्दाखेरि चाहिँ इट्स नट जस्ट वान डिसिप्लिन
इट्स अ कम्बिनेसन अफ मल्टिपल डिसिप्लिन्स सफ्टवेयर लेख्ने पनि एउटा काम हुन्छ कोडिङ गर्ने पनि काम हुन्छ त्यसको सेक्युरिटी मेन्टेन गर्ने काम हुन्छ त्यसलाई लगेर कतै चलाउने काम हुन्छ सो इट्स अ लट अफ थिङ्स अनि अल्टिमेटली गएर हामीले अहिले इन्डस्ट्रीमा हेर्दाखेरि चाहिँ एउटा प्रडक्ट बनाउँदा एउटा सफ्टवेयरमा यो आइटी फिल्डमा हामीले गएर काम गर्दाखेरि चाहिँ दिस मल्टिपल डोमेन्स वर्क टुगेदर अनि आफैमा पनि एउटा छुट्टै विधा छ यिनीहरूको एन्ड पिपल हेभ टु बी भेरी स्किलफुल इन दिस स्पेसिफिक डोमेन्स एज वेल सो इट्स भेरी मच इन्डस्ट्री ड्रिभन यो चाहिँ फेरि अर्को कुरा एड गर्न चाहन्छ यसमा आजको लागि मात्रै सोचेर पनि बनाइएको होइन किनभने अब जो पनि इन्टेक आउनुहुन्छ जो पनि स्टुडेन्ट आउनुहुन्छ उहाँ त 4 वर्ष पढ्ने हो नि त 4 वर्षपछि इन्डस्ट्रीमा जानुहुन्छ नि त अनि त्यो हुँदै गर्दाखेरि आजको लागि मात्रै ध्यान दिएर बनाइएन हामीले समग्रमा अबको 5 वर्ष 7 वर्ष 10 वर्ष पनि स्टिल यो डोमेन एप्लिकेबल हुन्छ भनेर पनि एसेसमेन्ट गरियो त्यसपछिबाट बल्ल ओके दिज आर द 5 डोमेन्स द्याट वी क्यान गो विथ स्टेबल एन्ड सस्टेनेबल खालका डोमेनहरू भए है म अघि यहाँ विक्रमले भनेको विषयलाई इभन हाम्रो निश्चलजीले पनि भन्नुभएको विषयमा त्यही आउन चाहे विभिन्न चिज हुन्छ भन्नुभयो एउटा इन्डस्ट्रीभित्र यो 5वटा चाहिँ हाम्रा इन्डस्ट्रीका मेजर पिलरहरू हुन् भन्दै जाँदाखेरि अब 5वटा भित्र पनि अझ भित्र छिर्न चाहे एउटा एप्लिकेसन डेभलपमेन्ट विधामा अथवा हामी अलि सबैले बुझ्ने भाषा भन्यो भने फुल स्ट्याक डेभलपर भनेर भनियो भने त्यो फुल स्ट्याक डेभलपरमा हुनुपर्ने कम्पिटेन्सिजहरू अथवा के भयो भने तिमी चाहिँ फुल स्ट्याक डेभलपर हुन्छौ भन्ने त्यस्तो केही छ सर सो मोरलेस अब एउटा सफ्टवेयर इन्जिनियरमा हुनुपर्ने कम्पिटेन्सिजहरू सबभन्दा पहिला त सफ्टवेयर इन्जिनियरिङ अथवा एप्लिकेसन डेभलपमेन्टै किन गरिन्छ भन्ने कुराको आन्सर गरौँ होइन यो एप्लिकेसन डेभलपमेन्ट चाहिँ एउटा आर्ट एन्ड साइन्स हो जसले चाहिँ इन्डस्ट्रीको बिजनेस वर्कफ्लोलाई चाहिँ डिजिटल इन्जिन्समा कन्भर्ट गर्छ यो गर्दाखेरि चाहिँ तपाईँको बेसिकली क्लाइन्टको रिक्वायरमेन्ट लिन सक्नुपर्छ सबभन्दा पहिला बुझ्न सक्नु पर्यो कस्टमरले के खोज्यो भनेर सो यसमा तपाईँको बेसिकली हुने भनेको जुन हाम्रो प्रोजेक्ट म्यानेजमेन्ट एन्ड बिजनेस एनालिस्टहरूको रोल एकदमै ठुलो हुन्छ यसमा यो सबै रिक्वायरमेन्ट लिइसकेपछि त्यसपछि एन्ड युजरलाई चलाउनको लागि चाहिँ कसरी सजिलो बनाउने त्यसलाई चाहिँ युआई युएक्स भनिन्छ सबभन्दा पहिला त यहाँ कसरी काम गरिँदैन भन्दाखेरि आज एउटा बनायो त्यसपछि फेरि क्लाइन्टले चित्त बुझाएन अथवा एन्ड युजरले चित्त बुझाएन फेरि अर्को बनाएन त्यसको असेसमेन्टै अगाडि गर्नुपर्छ त्यसको अर्कै एउटा स्किल सेट भनेको युआई युएक्स डेभलपमेन्ट हो त्यसपछि त युआई युएक्स रिक्वायरमेन्ट थाहा भइसकेपछि तपाईँको बेसिकली फ्रन्ट एन्ड इन्जिनियरिङ र ब्याक एन्ड इन्जिनियरिङ हुन्छ यो फ्रन्ट एन्ड इन्जिनियरिङ र ब्याक एन्ड इन्जिनियरिङ चाहिँ रियल सफ्टवेयर बनेको यो चाहिँ फेरि फ्रन्ट एन्ड इन्जिनियरिङ र ब्याक एन्ड इन्जिनियरिङ जुन तपाईँको अब एन्ड युजरलाई रिलिज गर्न अगाडि चाहिँ यु हेभ टु अस्योर कि इट फङ्सन्स प्रपरली इट हेज नो इस्युज नो बग्स सो त्यसको लागि चाहिँ क्वालिटी अस्योरेन्स हुन्छ सो एप्लिकेसन डेभलपमेन्टमा चाहिँ हामीले अहिले 5वटा सब कम्पिटेन्सिजहरू चाहिँ आइडेन्टिफाई गरिरहेको छ जसमा प्रोजेक्ट म्यानेजमेन्ट एन्ड बिजनेस एनालिस्ट युआई युएक्स front end engineering, which will cover mobile apps, web apps, back end engineering, and quality assurance. यो 5वटाको कम्बिनेसनले चाहिँ एउटा राम्रो सफ्टवेयर इन्जिनियर बन्न सकिन्छ अब यो हामीले त अहिले सुनिरहेको त यो फ्रन्ट एन्ड र ब्याक एन्ड भनेको चाहिँ डेभलपर हो भन्ने लाग्छ नि त त्यो होइन है त्यसो भए त एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि कोडिङ भर्सेस सफ्टवेयर डेभलपमेन्ट चाहिँ कोडिङ इज जस्ट अ सानो पार्ट मात्रै हो है तपाईँको त्यो कोड लेख्न अगाडि जसरी हामी घर बनाउन अगाडि फुल आर्किटेक्चर एन्ड डिजाइन बनाउँछौँ होइन हामी कुनै एउटा सिभिल इन्जिनियर पनि त्यो कस्टमरको जान अगाडि त उसलाई कतिवटा कोठा चाहिन्छ कसो चाहिन्छ भनेर सोध्छ नि त्यो सबै एक्टिभिटी पनि एउटा एकदमै मेजर हो यो हामी कोडिङलाई चाहिँ हो सफ्टवेयर इन्जिनियरिङ हो भनेर जुन इन्टरप्रिटेसन छ त्यो चाहिँ एकदमै गलत छ हो त्यो छ नि त अहिले मार्केट एकदमै गलत छ त्यो चाहिँ एकदमै गलत छ कोडिङ मात्रै होइन त्यो कोडिङको वरिपरि हुने यो सबै यो एक्टिभिटिजहरू गरिएन भने त्यो लेखेको एप्लिकेसन सायद 5 दिन चलाइन्छ होला त्यसपछि डस्टबिनमा फाल्नुपर्ने सिनारी आउँछ सो त्यसलाई 10औं वर्षसम्म सस्टेनेबल बनाउनको लागि चाहिँ there is a lot of engineering activity that needs to be done by all these so यो विधामा हुनुपर्छ यो कम्पिटेन्सिज हुनुपर्छ एउटा सफ्टवेयर बनाउनको लागि चाहिँ
सो एउटा एप्लिकेसन डेभलपमेन्ट अथवा सफ्टवेयर इन्जिनियर अथवा हामी त्यो फुल स्ट्याक डेभलपर के भन्छौँ त्यस्तो हुनको लागि त्यो एकजना मान्छेसँग झन् झनै 5वटा चाहिँ मेजर कम्पिटेन्सी हुनुपर्छ बिजनेस एनालिस्ट अथवा प्रोजेक्ट म्यानेजमेन्ट अनि युआई युएक्स फ्रन्ट एन्ड इन्जिनियरिङ फ्रन्ट एन्ड डेभलपमेन्ट ब्याक एन्ड डेभलपमेन्ट र क्युए क्युसी यति जानेपछि बल्ल हि अर सी इज कम्प्लिट एप्लिकेसन डेभलपरको प्याकेजले चाहिँ सुसज्जित भएको एउटा प्रोफेसनल भयो ओके आजको सिलेबसले यो दिन्छ आजको करिकुलमले करिकुलममा नभएको चाहिँ होइन होइन इन थियोरीहरू त सबै यो टचअप चाहिँ भएको चाहिँ हुन्छ हुँदै नभएको चाहिँ होइन तर कुरा के हुन्छ भन्दाखेरि इन्डस्ट्री रेडी हुनुको लागि चाहिँ जति चाहिन्छ नि त्यति चाहिँ पुगेको छैन सो इन्डस्ट्री रेडिनेस चाहिँ छैन हजुर टच बेस चाहिँ छ यस थ्याङ्क यू मैले यो कुरा चाहिँ सबै एक्सपर्टहरूलाई सोध्ने भएँ अब मलाई रमाइलो लाग्यो तपाईँहरूको यो के चाहिन्छ भन्ने कुरा जस्तो मैले विक्रमजीलाई सोधेँ क्लाउड इन्जिनियरिङको एस्पेक्टबाट यस्ता के मेजर कम्पिटेन्सिजहरू मेजर मोड्युल्सहरू चाहिन्छ जसले एकजना प्रोफेसनललाई क्लाउड इन्जिनियर बनाउँछ अथवा त्यस्तै केही बनाउँछ क्लाउडमा स्पेसिफिक भएर कुरा गर्दा चाहिँ एज अ क्लाउड इन्जिनियर चाहिँ सो पहिला त क्लाउड इन्जिनियरिङ भनेको के हो त्यो टपिक हल्का क्लियर गर्न चाहिँ सो दाइले भन्नुभयो हामीहरू सफ्टवेयर लेख्छौँ प्रडक्ट लेख्छौँ त्यसलाई लगेर कतै रन गर्नु पऱ्यो नि त रन गर्नु मात्र ठुलो भएन रिलायबल्ली रन गर्नु पऱ्यो हो त्यसलाई कस्ट इफेक्टिभ वेमा रन गर्नु पऱ्यो त्यसलाई सेक्योर वेमा रन गर्नु पऱ्यो ओके सो क्लाउडले चाहिँ एकदम होलिस्टिक अप्रोचमा चाहिँ सबै चिजहरूलाई टच गरेर कुनै पनि एउटा प्रडक्टलाई हाउ डु यु डिप्लोय द्याट हाउ डु यु रन द्याट आर्किटेक्चरको कुरा गर्नुभयो दाइले हामीले प्रडक्ट मात्र बनाएर भएन त्यसको हामीले सिस्टम आर्किटेक्चर बनाउँछु आर्किटेक्चर कस्तोमा रन गर्ने भन्ने त्यो आर्किटेक्चर डिजाइनको कुरा भयो यो सबै पार्ट चाहिँ क्लाउडको अन्डरमा आउँछ राइट अब यसलाई मोड्युलर लेभलमा हेर्दाखेरि चाहिँ एउटा पार्ट आउनसक्छ क्लाउड एडमिनिस्ट्रेसन गर्ने र प्रोभिजनिङ गर्ने जसमा चाहिँ यु टेक डिसिजन्स लाइक मैले कस्तो टाइपको सर्भरहरू चाहिँ बनाउने त कुन लेभलको सर्भर हुनुपर्छ नेटवर्क कसरी कन्फिगर गर्ने हामीले पढ्न त हामीले हाम्रो कलेजमा पढ्छौँ नि त नेटवर्क पढ्छौँ सबनेटिङ पढ्छौँ तर त्यो एक्चुअली गएर के हो त कसरी डिजाइन गर्दाखेरि चाहिँ त्यो इफेक्टिभ र रिलायबल हुन्छ त एक्चुअल हामीले एप्लिकेसन रन गर्दाखेरि सेक्युरिटी कसरी मेन्टेन हुन्छ त त्यो नेटवर्क बनाएको त्यो अप्रोचबाट हेर्नुपर्छ सो एउटा चाहिँ एडमिनिस्ट्रेसनको पार्ट आउँछ प्रोभिजनिङको पार्ट अर्को आउन जान्छ रिलिजको कुरा गऱ्यौँ हामीले जुन रिलिज भनेको एउटा प्रडक्ट बनायौँ अब त्यसलाई लगेर कतै राख्नुपर्ने छ अनि अब त्यसलाई राख्ने तरिका चाहिँ अब कसैले एउटा एप्लिकेसन बनाइदिएला अनि मैले कपी गर्छु रे त्यसलाई लगेर सर्भरमा लगेर मैले दिएँ लगेर राखेँ भन्ने कुरा भयो अब त्यसमा समयको कुरा आउँछ हो अनि त्यो रिलिज सहीसँग भयो कि भएन हाम्रो जस्तै अहिलेको सिचुएसनमा चाहिँ हामीले अजाइल भनेर कुरा गर्छौँ अजाइल भन्ने एउटा मेथोडोलोजी छ जसमा चाहिँ हामीले कुनै पनि सफ्टवेयरलाई चाहिँ छिटोभन्दा छिटो डेलिभर गर्ने त्यसबाट केही मिस्टेक भयो भने चाहिँ फेरि रिपिट गरेर एउटा साइकलमा लगेर कुरेर नबस्ने कि एकैचोटि धेरै प्रब्लम के आउँछ सानसानो प्रब्लम आउँदा त्यसलाई फिक्स गर्दै जाने अथवा नयाँ फिचर एड गर्दै जाने एउटा प्रोसेस छ होइन हो त्यो चिजलाई चाहिँ छिटो कसरी गराउने सो त्यो पार्ट भनेको अटोमेसनको पार्ट आउनसक्छ अटोमेसन अनि रिलिजको पार्ट सो द्याट इज समथिङ अ पर्सन निड्स टु बी लाइक निड्स टु ह्याभ एज अ स्किल टु बी अ लाइक इन्जिनियर क्लाउडमा डिप्लोय गर्दा अर्को चिज चाहिँ अघि नै स्केलेबिलिटी र रिलायबिलिटीको कुराहरू यो पनि आफैमा एउटा पार्ट आउँछ एउटा सिस्टम बनाएँ आज 1000जना युजरलाई धान्नु छ 1000वटा मानौ कुनै एउटा एप्लिकेसन छ मानौ एउटा वेबसाइट बनाएँ मैले त्यसलाई चाहिँ त्यसको युजर बेस चाहिँ 1000 छ भोलि चाहिँ त्यो 1 लाखमा पुग्न सक्छ 1000मा धान्ने सिस्टमले 1 लाखलाई धान्ला त हो त्यस्तो सिस्टम बनाउनको लागि चाहिँ के स्किल हुनुपर्छ के चिज चाहिँ इम्प्लिमेन्ट गर्नुपर्छ त कसरी चाहिँ रिलायबल अनि एउटा स्केलेबल आर्किटेक्चर बनाउनुपर्छ सो त्यसमा चाहिँ स्केलेबिलिटीको कुराहरू आउँछ अनि रिलायबिलिटीको कुरा आउँछ सो एउटा रिलायबिलिटी इन्जिनियरिङ चाहिँ अर्को एउटा बाटो हुनसक्छ टु बी कम्पिटेन्ट इन क्लाउड इन्जिनियरिङ अर्को चाहिँ हामीहरूले क्लाउडमा डिप्लोय कुनै चिजहरू रन गर्दाखेरि चाहिँ जस्तै कम्प्लायन्सको कुराहरू आउँछन् हो सरकारले मानव राष्ट्र ब्याङ्कले चाहिँ यो डेटा चाहिँ यसरी बसेको हुनुपर्छ है यसरी इन्क्रिप्ट भएको हुनुपर्छ यो यसरी प्रोटेक्टेड हुनुपर्छ यसरी ब्याकअप भएको हुनुपर्छ भन्नेदेखिका कुराहरू आउन सक्छन् सो त्यो पार्टमा चाहिँ कम्प्लायन्सको कुरा आउँछ गभर्नेन्सको कुरा आउँछ त्यसपछि डिजास्टर रिकभरीहरूका कुरा आउँछन् सो द्याट क्यान बी अनदर मोड्युल द्याट लाइक एउटा क्लाउड इन्जिनियरमा हुनुपर्न सक्छ अनि त्यससँगै अर्को पार्ट चाहिँ हाम्रो ट्रेडिसनल सिस्टमहरू धेरै छन् ओके
इन हाउस डेटा सेन्टरमा रन भएका सिस्टमहरू हुनसक्छन्। मलाई क्लाउड नेटिभ बनाउनु छ, त्यसलाई चाहिँ क्लाउडले जुन हामीलाई बेनिफिट्सहरू दिन्छ, हामीलाई एडभान्टेजहरू दिइरहेको छ, फाइदाहरू दिइरहेको छ, त्यो मैले लिनु छ भने चाहिँ म त्यसलाई क्लाउडमा माइग्रेट गर्नु पऱ्यो। हो त्यो माइग्रेसन गर्दाखेरि चाहिँ मलाई के थाहा हुनुपर्छ, सो एउटा क्लाउड माइग्रेसन इन्जिनियरिङको अर्को स्किल चाहिँ हुनसक्छ। सो आई थिङ्क यो सबै विधाहरूमा चाहिँ कुनै मान्छे पोक्त हुनुभयो भने चाहिँ इफ दे नो द स्किल्स इन दिस डोमेन्स, आई थिङ्क द्याट मेक्स हिम or her a good cloud engineer. मैले त क्लाउड इन्जिनियरमै यो CI/CD एउटा भएपछि हुन्छ जस्तो लागेको थियो है। तपाईँले त पाँचवटा भन्नुभयो। क्लाउड भन्ने बित्तिकै एउटा चाहिँ यो कन्टिन्युस इन्टिग्रेसन कन्टिन्युस डिप्लोयमेन्ट गरेपछि क्लाउड इन्जिनियर भयो भन्ने लाग्थ्यो। तपाईँले पाँचवटा यो क्लाउड एडमिनिस्ट्रेसन एन्ड प्रोभिजनिङ, रिलिज इन्जिनियरिङ, अर्को रिलायबिलिटीको छुट्टै हुँदो रहेछ, रिलायबिलिटी इन्जिनियरिङ, अर्को तपाईँले चाहिँ यो कम्प्लायन्स गभर्नेन्सको अराउन्डमा र क्लाउड माइग्रेसन, यी पाँचवटा विधा क्लाउडमा। यी सबै यो विधा मध्ये एउटा विधा मात्रै म गर्छु, बाँकी गर्दिनँ भने त्यो मान्छे बाँच्न सक्छ एउटा विधाले? यो पाँचवटा मात्रै तपाईँको क्लाउडभित्र पनि पाँचवटा विधाले? यस, एउटा लेभलसम्म चाहिँ त्यो मान्छेले सर्टेन चिजहरू चाहिँ डेलिभर गर्न सक्छ कुनै एउटा विधामा भयो भने पनि। एउटा ओभरअल क्लाउड इन्जिनियर बनाउनुलाई चाहिँ सबै आउनु नै पर्यो एन्ड इट्स रिलेटेड पनि। फर इक्जाम्पल, मानव मलाई अटोमेसन र रिलिज गर्नु छ भने मलाई क्लाउडको बेसिकै थाहा छैन त मैले त्यो गर्न सकेन, तर अटोमेसन एन्ड रिलिज गर्नु नै एउटा क्लाउड इन्जिनियरको जबमा हुनसक्छ। उसले चाहिँ क्लाउडमा कुनै क्लाउडमा चाहिँ मैले कुन टाइपको सर्भरहरू प्रोभिजन गरेँ भने चाहिँ राम्रो हुन्छ त, त्यो पाटो हेर्न सक्नु पनि एउटा, जस्तै नेटवर्क कसरी कन्फिगर गर्ने त, इन्फ्रास्ट्रक्चर आर्किटेक्चर डिजाइन गर्दा कसरी गर्ने त, त्यो पाटो पनि एउटा सर्टेन स्किल हुनसक्छ जुन चाहिँ माथि मानव एडमिनिस्ट्रेसन एन्ड प्रोभिजनिङले नै कभर गरिदिन सक्छ। त्यस्तै गरेर गभर्नेन्स र कम्प्लायन्सको चाहिँ मात्रै हेर्ने पनि एउटा पाटो हुनसक्छ जसमा चाहिँ द्याट पर्सन इज रिस्पोन्सिबल क्लाउडमा चाहिँ लाइक सेक्योर वेमा र कम्प्लायन्ट वेमा चाहिँ सिस्टम कसरी रन गर्ने त्यो मात्रै हेर्ने। म यो पाँचवटा मध्ये एउटा स्किल सेट लिएर लिफरगमा आएँ भने जाके खाएँ त? ओके, द्याट्स वाट इट म्याटर्स टु मी। पायो, बट त्यसमा अलिकति क्लियरिफाई चाहिँ के गर्न सक्यो भने खोज्यो भने चाहिँ भोलि आउँदिनँ। त्यसमा क्लियरिफाई चाहिँ के गर्न सक्यो भने अगेन स्किल्स आर जति धेरै थाहा भयो त्यति राम्रो चिज हो, त्यति नै हजुर चाहिँ भ्यालुएबल हुनुहुन्छ त्यो उसमा चाहिँ। सो सर्टेन सानो सबसेट अफ स्किल लिएर यस यु विल बी सेलेबल, यु विल एकतिकै बसिराख्नुहुन्न, खाली बस्नु पर्दैन, बट स्किलहरू जति धेरै सिक्नुभयो त्यो चाहिँ बेटर हुन्छ। यो क्लाउड इन्जिनियरिङमा जति धेरै स्किलहरू सिक्न सक्नुभयो यु विल बी मोर सेलेबल। भाडा मान्ने मात्रै स्किल भयो भने नि म होटलमा बिक्न चाहिँ बिक्ने भएँ, तर काट्ने र पकाउने पनि स्किल भयो भने म राम्रोसँग मेरो आफ्नो भ्यालु बढाउने भएँ होइन। तर भाडा माझेर मात्रै खान त सक्छु नि त मैले त्यतिलाई सीमित गर्न चाहेँ भने। थ्याङ्क यू। मैले यता डेटा इन्जिनियरिङको अराउन्डमा त्यस्ता 5वटा 7वटा 3टा थाहा छैन के चिज चाहिन्छन् जसले चाहिँ हामीलाई एउटा डेटा इन्जिनियर बनाउँदा? हजुर, अब फर्स्टमा त भन्नुपर्दा अब डेटा कहीँबाट ल्याउनु त पर्यो त होइन। सो डेटालाई एक्सट्र्याक्सन गर्नु पर्यो भन्छौँ होइन। सो त्यो भनेको चाहिँ यो डेटा इन्जिनियरले गर्ने ETL भनेर एउटा टर्म एकदम युज गरेर भन्छौँ, एक्सट्र्याक्ट, ट्रान्सफर्म एन्ड लोड। सो सुरुमा डेटा कहीँबाट तान्नु पर्यो, एक्सट्र्याक्ट गर्नु पर्यो, त्यसपछि मेरो बिजनेस केस अनुसार चाहिँ त्यसको सम सोर्ट अफ ट्रान्सफर्मेसन गर्नुपर्ने हुनसक्छ होला, अरू मेरो सिस्टमले बुझ्ने कुनै एउटा फर्ममा ल्याउनुपर्छ होला, राइट। सो त्यो गर्न सक्नु पर्यो र अनि त्यसलाई लगेर चाहिँ मैले कहीँ राखिदिनु पर्यो नि त, सो द्याट अरू अब मेरो त्यो मैले तानेर कहीँ राखेपछि चाहिँ अनि मेरो फर्दर बिजनेस केसेसहरू लाग्छ होला। सो यो गर्न सक्ने पनि एउटा स्पेसलाइज स्किल सेट भयो होला एउटा डेटा इन्जिनियरमा हुने होइन। अब यो गर्दाखेरि डिफ्रेन्ट अब टुलहरू भन्दा हामीले सुनिराखेँ जुन यता करिकुलममा पनि पढ्छौँ, SQL भन्छौँ होला होइन, पाइथन भन्ने प्रोग्रामिङ ल्याङ्ग्वेजेस होला एन्ड डिफ्रेन्ट टेक्नोलोजिज। अब यता क्लाउडमा चाहिँ अब AWSमा बेस्ड हो भने चाहिँ अब AWSमा ल्याम्डाहरू भन्छ होइन, जुन चाहिँ हामीले युज गर्न सक्ने सर्भिसेसहरू हो जुन युज गरेर यो सबै काम गरिन्छ। सो एउटा ETL चाहिँ एउटा अब कहीँबाट डेटा ल्याएर सिस्टममा राख्ने खालको एउटा प्लम्बिङको काम गर्ने बुझौँ होइन। अब डेटा त्यसपछि डेटा आइसक्यो, त्यो डेटा बुझ्ने पनि मान्छे चाहियो नि त, अर लाइक त्यो बुझेर यहाँ मसँग भएको इन्जिनियर्सहरू जो चाहिँ त्यो डोमेनको डेटा नबुझ्ने मान्छे हुन्छ होला त्यो बुझाउन सक्ने मान्छे चाहियो। सो डेटा एनालिस्ट भन्ने पनि अर्को एउटा चाहिँ रोल हुन सक्यो, जस अर लाइक भनौँ न एउटा सेट अफ वर्क जसमा चाहिँ त्यो डोमेनको पनि एक्सपर्टिज हुन्छ होला त्यो मान्छेलाई, अनि उसले चाहिँ त्यो डेटा बुझेर त्यहाँबाट चाहिँ इन्साइट्सहरू निकाल्न सक्छ होइन। अनि अब जस्तो मैले डेटा तान्दा चाहिँ फेरि मल्टिपल सोर्सेसबाट प्लम गर्न सक्छु होला होइन। त्यो सबै अब यो सोर्सबाट आएको डेटाले चाहिँ अलिक डिफ्रेन्टली आउँदो रहेछ, तर मेरो सोर्ससँग नर्मलाइज गर्नुको लागि चाहिँ मैले चाहिँ यसमा यो चेन्ज गर्नुपर्छ भन्ने बुझ्ने र बुझाउन सक्ने मान्छे पनि यो डेटा एनालिस्ट हुन गयो होला, राइट। सो यो चाहिँ एउटा एकदम इम्पोर्टेन्ट रोल हुन्छ मेरो विचारमा।
अर्को भनेको अब त्यो डेटा आइ त सक्यो होइन अब त्यसपछि अब हाम्रो एउटा कुनै जेनरली सिस्टम्सहरूले प्रोसेस गरेर बिजनेस लजिक लगाइसकेपछि अब डेटा एनालिटिक्स गर्ने होइन सो अब यसलाई रोले भने के भन्ने तर जस योबाट त्यो डेटाबाट इन्साइट्स निकाल्न सक्ने विभिन्न रिपोर्टिङहरू हुन्छ होला अर लाइक त्यो डेटा त र हुन्छ नि त त्यो मात्र हेरेर त केही बुझिँदैन सो एउटा इन्जिनियर अगेन त्यो जान चाहिँ फेरि यता डेटा इन्जिनियरसँगै जोडिन गयो होला तर त्योबाट इन्साइट्स निकाल्ने रिपोर्टहरू बिल्ड गर्ने पनि एउटा चाहिँ स्किल सेट चाहिँ हुन सक्यो होइन अब त्यो चाहिँ अब इट कुड बी ब्याक एन्ड इन्जिनियर अर लाइक डेटा इन्जिनियर पनि हुन सक्यो तर अब त्यो खालको पनि एउटा रोल हुन्छ अनि त्यसपछि अर्को भने चाहिँ अब डेटाको क्वालिटी कस्तो छ होइन त्यो पनि प्रिटी इम्पोर्टेन्ट हुन्छ होला अब मैले अब डेटाको क्वालिटी अस्युरेन्स गर्न सक्ने सो मैले डेटा त अब मेरो एउटा सिस्टम बनाए हुन्छ होला त्यसमा चाहिँ मैले यो खालको डेटा लोड गरेँ भने चाहिँ लास्टमा निस्किने आउटपुट चाहिँ यस्तो हुनुपर्छ है भनेर डिफाइन गर्न सक्ने पनि एउटा स्किल सेट हुन जान्छ होइन जो चाहिँ डेटा क्वालिटी अस्युरेन्स भनिन्छ र पछि चाहिँ एक्चुअल डेटा आइसकेपछि जब त्यो मैले सिस्टममा हालेर त्यहाँबाट जे त्यसले आउटपुट दिन्छ यो चाहिँ मिल्न गयो है भन्न चाहिँ सक्नु पऱ्यो होइन सो एउटा डेटा क्वालिटी अस्युरेन्सको पनि एउटा रोल हो द्याट वी ह्याड बिन डिस्कसिङ अबाउट अनि अर्को अब प्रिटी इम्पोर्टेन्ट भने चाहिँ फेरि अब डेटा सिक्योरिटी अब डेटा भन्दा साथ अब हामीले डिफ्रेन्ट एप्लिकेसन्सले डिफ्रेन्ट टाइप अफ डेटाहरू इन्जेस्ट गर्छौँ जसमा चाहिँ अब त्यसको सिक्योरिटी र कम्प्लायन्स चाहिँ प्रिटी इम्पोर्टेन्ट हुन गइदिन्छ धेरै जसो केसेसमा होइन सो यो पनि मेन्टेन गर्न सक्ने चाहिँ एउटा स्किल सेट चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ होला जसमा चाहिँ अब कम्प्लायन्स सिक्युरिटीको अडिटहरू गर्नेदेखि लिएर होइन हामीले जुन तरिकाले चाहिँ डेटा एट रेस्ट र डेटा इन मोसन छ त्यो सबै कुरा चाहिँ प्रपरली चाहिँ हाम्रो कम्प्लायन्स अनुसार चाहिँ छ कि छैन भनेर अडिट गर्न सक्ने त्यो पनि एउटा स्किल सेट चाहिँ हुन जान्छ होला सो अब एउटा लास्ट चाहिँ अब वी अल्सो टकिङ अबाउट द्याट अब आजको दिनमा चाहिँ एआईको डे एन्ड एजमा अब त्यो डेटा पनि अब एआईलाई पनि इन्जेस्ट गर्न सक्नको लागि चाहिँ प्रपर फर्मेटमा त हुनु पर्यो होला नि त सो द्याट एआई सिस्टम्स वेन दे टक टु इच अदर हामीले र सिक्वल अर एपिआई लेभलमा नभएर मेबी एउटा स्पेसिफिक फर्मेटमा चाहिँ दिनुपर्ने हुन्छ कि होइन सो द्याट इट्स इजियर फर देम टु लाइक टेक द्याट इन भनेर त्यो विषयमा पनि कुरा चाहिँ हुँदैछ सो भनेको एआई रेडी डेटा होइन हजुर हजुर अब ह्युमन्सले अरू लाइक अरू सिस्टम चाहिँ नभएर एउटा अर्को इन्टेलिजेन्ट सिस्टमले नै त्यो डेटा इन्जेस्ट गर्नुको लागि चाहिँ कुन फर्मेटमा चाहिँ अलि एफिसियन्टली चाहिँ ब्याक एन्ड फोर्थ गर्न सकिन्छ त्यसको बारेमा पनि यो चाहिँ नयाँ कुरा भयो होला होइन सो तपाईँले अघि भनेको यो दोस्रो र तेस्रो नम्बरमा अलिकति कन्फ्युज भयो एउटा डेटा एनालिस्ट भन्नुभयो अर्को डेटा एनालिटिक्स जस्तो केही भन्नुभयो जस्तो लाग्यो अब यो डेटा एनालिटिक्स भनेको चाहिँ यो मोरलेस त्यो डेटा इन्जिनियरमै गएर अलिकति मिक्स भयो होला होइन उसले चाहिँ अब डेटा एनालिस्टले चाहिँ डेटा बुझाउने काम गर्यो त्यो बुझाइसकेपछि त्यो डेटा लिएर केही इन्साइट्स प्रड्युस गर्ने काम चाहिँ अब यो त्यो अर्को डेटा इन्जिनियर गर्नु हुन्छ थ्याङ्क यू एआईमा त्यस्तो केही ट्र्याक्सनहरू भेटिन्छ यो करियर उसमा यो गर्ने भने जस्तो हजुर उहाँले भनिहाल्नुभयो डेटाको रेडी गर्ने काम सो मोस्टली हामीले एआई हेर्दाखेरि धेरै जस्तो हामीले एआई मोडलबाट बनाउँछौँ भनेर सोध्छौँ होला होइन तर त्यस्तो हुँदैन 80 to 90% वर्क चाहिँ हामी डेटामा सफ्टवेयरमा ब्याकएन्ड बनाउने काममा स्पेन्ड गर्नुपर्ने हुन्छ भनेपछि एआई भनेको एआई फाट्ट के होइन रोबोटिक्स मात्रै होइन हजुर होइन मोडलबाट बनाउने काम हुँदैन बिहाइन्ड द सिन धेरै ब्याकएन्डको काम गर्ने काम हुन्छ डेटा बनाउनु पर्ने हुन्छ डेटा प्रिपरेसन गर्ने कामहरू हुन्छ अहिले डेटा इन्जिनियरले पनि गर्न थाल्नुभयो होइन सो त्यो कामहरू जुन चाहिँ पहिलादेखि नै चाहिँ एआई इन्जिनियरहरूले गरिराख्नुपर्ने काम थियो 80% अफ द वर्क चाहिँ डेटा मिलाउने डेटा एआई रेडी बनाउने त्यस्तो कामहरू चाहिँ गर्नुपर्ने हुन्छ सो डेटा चाहिँ एउटा की पार्ट हामीलाई पनि हुन्छ त्यो डेटा के यो फिड गरेर मोडल ट्रेन गर्नुपर्ने भयो सो अब हामीले एक्चुली यो फङ्सनल एनालाइसिस गऱ्यौँ अब कम्पनीमा डिफ्रेन्ट रोल्सहरूमा छन् डिफ्रेन्ट रोल्स छन् डेटा साइन्टिस्टहरू छन् एआई इन्जिनियर भन्छन् एमएल इन्जिनियर भन्छन् एमएल अप्स इन्जिनियर भन्छन् एलएलएम अप्स इन्जिनियर भन्छन् एजेन्टिक एआई इन्जिनियर भन्छौँ एजेन्टिक एलएलएम अप्स एजेन्टिक अप्स भन्ने भन्छौँ अरू रोल्स पनि छ थरीको रोल्स छ सबै रोललाई कम्पाइल गरेर ल्याउँदाखेरि 18वटा जस्तो फङ्सनल एरिया बन्यो धेरै नै एरिया होइन सबै सिक्नु पर्दैन हरेक रोललाई चाहिने डिफ्रेन्ट कुराहरू छन् तर मेनली फ्यु चाहिने कुराहरू चाहिँ के हुन्छन् भन्दाखेरि कुनै पनि एआई इन्जिनियरले मोस्टली डेटा चाहिँ मजाले म्यानिपुलेट गर्न आउनु पऱ्यो होइन सो डेटा यस्तो छ भने यसलाई कसरी हामीले आफ्नो चाहिने स्ट्रक्चरमा कसरी ल्याउने त होइन एआई रेडी कसरी बनाउने त्यो कुरा चाहिँ हेर्दै सक्नु पऱ्यो त्यस पछाडि चाहिँ चाहिने कुरा भनेको अब मोडल ट्रेन गर्नु पऱ्यो होइन कुन चाहिँ मोडल युज गर्ने पहिला मोडल सेलेक्ट गर्न सक्नु पऱ्यो डिजाइन गर्नु पऱ्यो यसलाई कसरी हाम्रो आर्किटेक्चर कसरी चेन्ज गर्ने आर्किटेक्चर आइसकेपछि यसलाई मोडललाई ट्रेन गर्नु पऱ्यो
यो मोडल ट्रेन गरिसकेपछि अब यो मोडलले जेनरलाइज नयाँ डेटामा पनि काम गर्छ कि गर्दैन भनेर हामीले त्यसलाई इभ्यालुएट गर्छौँ होइन, प्रपर इभ्यालुएट गर्न सक्नु पऱ्यो। अब मोडल पनि फरक खालिन्छ, स्ट्याटिस्टिकल मोडल मोस्टली म्याथमेटिकल बेस्ड मोडल्सहरू हुन्छन्, अहिलेको डिप लर्निङ मोडल्सहरू छन् होइन। सो त्यो मोडल्सहरूमा हरेक डिफ्रेन्ट टाइपको मोडल्सहरू सिक्नु पऱ्यो। कम्प्युटर भिजनको सिस्टम होला, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङको सिनेरियो होला होइन, वा रिकमेन्डेसन फरक सिनेरियोजहरू छन् होइन। त्यो डिफ्रेन्ट मोडल्सहरू छ, सेक्टर स्पेसिफिक मोडल्सहरू हुनसक्छ, त्यो मोडल्सहरू बुझ्नु पऱ्यो। त्यस्तै गरेर त्यस मोडल्स बनाइसकेपछि अब यसलाई सिस्टममा कसरी इन्टिग्रेट गर्ने त होइन, सफ्टवेयरसँग कसरी अलाइन गर्ने, ब्याकएन्डमा कसरी इन्टिग्रेट गर्ने, त्यो कुरा पनि बुझ्नु पऱ्यो। बुझेर डिप्लोय गर्ने पनि काम पनि मोस्टली यो सिनेरियोमा चाहिँ अहिले एआई इन्जिनियरको साइडमा पनि आइरहेको छ क्या। अनि त्यो कारणले चाहिँ नयाँ रोल बनेको छ, डेभअप्ससँग अलिकति सिकेर एआई पनि सिकिसकेपछि यहाँ एमएल अप्स, एलएलएम अप्स, एजेन्टिक अप्सको सिनेरियो पनि बनेको छ। सो अहिलेको सिनेरियोमा चाहिँ यो मोडल बनाउने ट्रेन गर्ने बाहेक अलि एआई इन्जिनियरको आस्पेक्ट पनि बनेको छ। सो एजेन्टिक एआईको सिनेरियो छ। अब सिधै मोडल नबनाइकन एक्जिस्टिङ एलएलएम्सहरू युज गरेर, एपिआइजहरू युज गरेर त्यसको बेसिसमा त्यो द्याट इज एन इन्टेलिजेन्स सोर्स, त्यो इन्टेलिजेन्सलाई अरू काम कसरी गराउनु त, अरू सफ्टवेयरमा इन्टेलिजेन्स कसरी इम्बेड गर्ने त, त्यो इम्बेड गर्ने एस्पेक्ट पनि छ होइन, एआई इन्जिनियरिङ भनौँ न। सो एजेन्टिक सिस्टमले कसरी काम गर्छ त, एउटा टास्क आयो भने त्यो टास्कलाई कसरी ब्रेकडाउन भएर त्यो टास्क एक्जिक्युट गरेर ओभरअल एउटा आउटकम कसरी एचिभ गर्ने त्यस्तो काम पनि गर्नुपर्ने छ। सो यो सबै गर्दाखेरि यसको टपमा चाहिँ हेर्दाखेरि एउटा यो सबै सिनेरियोलाई कसरी रेस्पोन्सिबल बनाउने त, कसरी ह्युमनले ट्रस्ट गर्न सक्ने सिस्टम बनाउने त, त्यो गर्नलाई अडिट गर्ने सिनेरियोजहरू पनि त्यहाँ रहन्छ होइन। यो कुराहरू सबै कुरा चाहिँ कभर गर्नुपर्ने देखिन्छ। सो सरस्वती मैले 4-5वटा यहाँ तपाईँले धेरै कुरा भन्नुभयो, मैले टिप्न सकेको 4-5वटा भनेको चाहिँ एउटा चाहिँ डेटा प्रिपरेसन अथवा मोडल ट्रेनरको कुरा गर्नुभयो, अर्को सिस्टम इन्टिग्रेटर भन्नुभयो, अर्को एनएलपी अथवा चाहिँ कम्प्युटर भिजन सम्बन्धी एउटा मोड्युल भन्नुभयो एप्लिकेसन, अर्को यो डेभअप्स, एमएल अप्स, एआई अप्स, एआई का सबै सिस्टम विथ अपरेसन जोडिएका पार्ट हो, र अर्को एजेन्टिक एआई इन्जिनियरिङ मोरलेस र इन्टिग्रेसन, अर्को सिस्टम इन्टिग्रेटर जस्तो कुरा गर्नुभयो होइन। 5-6वटा जति मेजर हेर्दाखेरि यो भन्न अझै एक स्टेप सोच्नु भयो भने अझै अरू मोर इम्पोर्टेन्ट चाहिँ बिजनेससँग कसरी रिलेभेन्ट हुन्छ त्यो कुरा पनि एकदम इम्पोर्टेन्ट छ होइन। अब अहिले सोल्युसन लेभलमा सोच्ने अहिलेको मोर रिक्वायरमेन्ट चाहिँ त्यो लेभलमा छ नि त। एआईलाई हामीले कोड गरेर यो सिस्टम बनाइदियो भनेर सिस्टम बनाइदिन्छ, तर एआई इन्जिनियरसँग यो निड पनि हुन्छ कि बिजनेसको रिक्वायरमेन्ट यस्तो छ अनि त्यो रिक्वायरमेन्ट फिल गर्नलाई यस्तो इन्टेलिजेन्स कसरी इन्भेट गर्ने त, त्यो रिक्वायरमेन्ट साइडमा बुझ्ने निड पनि एकदम देखिन्छ। तर यो सबै कुरालाई हेर्दाखेरि फाउन्डेसनमा म्याथ चाहिँ धेरै सबै सिनेरियोमा चाहिन्छ, सबै सिनेरियोमा प्रोग्रामिङ एकदम राम्रो हुने चाहिँ एकदम निड चाहिँ देखिन्छ, म्याथ चाहिँ चाहियो, म्याथ र प्रोग्रामिङ। ओके, साइबर सेक्युरिटी अथवा सेक्युरिटी डोमेनमा यस्ता खालका क्लियर केही निस्किन्छ? हजुर निक्लिन्छ सर। यसमा चाहिँ जस्तो अब उहाँले बिजनेसको कुरा गर्नुभयो, सो बिजनेस केही न केही गोल अचिभ गर्नको लागि नै इस्टाब्लिस भएको हुन्छ होइन। त्यो गोल अचिभ गर्नलाई जे कुराहरू गर्छौँ, जस्तो एप्लिकेसन डेभलपमेन्टको कुरा गर्नुभयो, क्लाउड सेक्युरिटी, क्लाउड इन्जिनियरिङको कुराहरू गर्नुभयो, यो सबै सुरुमा इनिसियली थटमा चाहिँ यही त हो नि सिक्युरिटी एस्पेक्ट्स भनेर सोचेका छौँ। सो सिक्योर सफ्टवेयर डेभलपमेन्टको कुराहरू, सिक्योर क्लाउड इन्जिनियरिङको कुराहरू, डाटा सिक्योरिटी, उहाँले एआई सेक्युरिटीको कुरा गर्नुभयो। सुरुमा हाम्रो थट चाहिँ ओके यही सिक्युरिटी फोकस हुने हो कि भन्ने थियो, तर अलरेडी नै डोमेन छुट्टै छ। सो त्यो सिक्युरिटीको एस्पेक्ट्स त उहाँहरूले पनि कभर गर्नुहुन्छ। सो वाट डिफ्रेन्ट थिङ द्याट वी निड टु फोकस अन भन्दै गर्दाखेरि चाहिँ ओके अब सिक्युरिटी, साइबर सिक्युरिटी ग्रोइङ फिल्ड पनि छ, यसमा हामीले कस्तो कुरामा विचार गर्नुपर्छ भन्दै गर्दाखेरि चाहिँ हामीले यसमा नि 5वटा डोमेनहरू आइडेन्टिफाई गरेका छौँ। सो सुरुमा गभर्नेन्स, रिस्क एन्ड कम्प्लायन्स। सो कुनै पनि स्टुडेन्ट एज अ गभर्नेन्स, रिस्क एन्ड कम्प्लायन्स पढ्दै गर्दाखेरि एज अ जिआरसी एनालिस्ट हुन्छ, जसले चाहिँ अर्गनाइजेसनमा डिफ्रेन्ट कुनै पनि अर्गनाइजेसन एस्टाब्लिस हुँदै गर्दाखेरि डिफ्रेन्ट रुल्स एन्ड रेगुलेसनसँग रिलेटेड भएर काम गर्नुपर्ने हुन्छ। लाइक ISO 27000 हुन्छ होला हामीले फलो गर्नुपर्ने, अरू कुनै एक्ट हुन्छ होला, यहाँ हेल्थ केयरको कुराहरू गर्नुभएको छ भने चाहिँ हिप्पा एक्ट हुन्छ होला, कम्प्लाइन्ट हुनुपर्ने कुराहरू हुन्छ होला। यो सबै कम्प्लाइन्ट छ कि छैन भन्ने कुरा कसैले इन्स्योर गरिदिनुपर्ने हुन्छ। सो त्यसको लागि चाहिँ कहाँ एज अ साइबर सिक्युरिटी इन्जिनियर हामीले जिआरसी एनालिस्ट हुन्छ, जसले चाहिँ यो रोलमा बसेर काम गर्नुहुन्छ र यो कुराहरू इन्स्योर गर्नुहुन्छ। हामीले नि अर्गनाइजेसनमा बनाएको पोलिसिजहरू हुनसक्छ, ती पोलिसिजहरू चाहिँ जे बनाएको छौँ त्यही इम्प्लिमेन्ट भएको छ कि छैन, सो त्यो इन्स्योर गर्नलाई चाहिँ जिआरसी एनालिस्ट हुनुहुन्छ। एउटा त्यो भयो। अर्को भनेको चाहिँ सिक्युरिटी अपरेसन्स इन्जिनियर, जसले चाहिँ इन्टरनल जस्तो थ्रेट छ, सबै अर्गनाइजेसनलाई केही न केही प्रकारको थ्रेट छ अनि थ्रेट ल्यान्डस्केप एकदमै चेन्ज पनि भइरहेको छ भन्दै गर्दाखेरि हाम्रो अर्गनाइजेसनलाई कस्तो प्रकारको थ्रेट छ, त्यो थ्रेट हामीले टाइमली डिटेक्ट गर्न सक्छौँ कि सक्दैनौँ। टाइमली डिटेक्ट गऱ्यौँ भने चाहिँ त्यसलाई कन्टेन गर्न सक्छौँ र हाम्रो अर्गनाइजेसनलाई बचाउन सक्छौँ। सो त्यो स्किल डेभलप गर्नको लागि चाहिँ सिक्युरिटी अपरेसन्स इन्जिनियर भन्ने एउटा फिल्ड छ। अर्को
इथिकल ह्याकिङ जहाँ चाहिँ हामी अहिले एकदमै धेरै चलेको पनि छ इथिकल ह्याकरको कुराहरू होइन सो भलनरेबिलिटी एसेसमेन्टका कुराहरू पेनिट्रेसन टेस्टिङ कसरी गर्ने किन गर्नुपर्छ यसको फाइदा बेफाइदा के हुन्छ भन्ने कुराहरू चाहिँ भलनरेबिलिटी एसेसमेन्ट एन्ड पेनिट्रेसन टेस्टिङ एज एन इथिकल ह्याकर त्यो त्यहाँ पढ्छौँ त्यसपछिबाट अर्को चाहिँ आइटी एन्ड नेटवर्क सिक्योरिटी हामीले कतिपय अवस्थामा आइटीको कुराहरू बिर्सिन्छौँ नेटवर्कका कुराहरू थाहा छ हामीलाई तर त्यो कसरी इम्प्लिमेन्ट गरिन्छ त्यसलाई कसरी सिक्योर बनाउनुपर्छ आइडेन्टिटी एन्ड एक्सेस म्यानेजमेन्ट भनेका छौँ जिरो ट्रस्टका कुराहरू गरेका छौँ के हो त्यो कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ यो अर्को डोमेनले बताउँछ त्यसपछिबाट फाइनल डोमेनमा चाहिँ हामीले वेब3 अथवा ब्लकचेन सिक्योरिटी जहाँ चाहिँ हामीले नेक्स्ट जेनेरेसनका कुराहरू पनि धेरै कुराहरू गरिरहेको छौँ ब्लकचेनका कुराहरू कति धेरै आइरहेको छ के हो त्यसको सिक्युरिटी एस्पेक्ट्स के हो भन्ने कुरा चाहिँ यो 5th डोमेन सो इन टोटल 5वटा डिफ्रेन्ट डोमेन जेआरसी सिक्युरिटी अपरेसन्स इथिकल ह्याकिङ अनि त्यसपछि आइटी एन्ड नेटवर्क सिक्युरिटी अनि वेब3 सिक्युरिटी सो 5वटा डोमेन छ थ्याङ्क यू यो साह्रै महत्त्वपूर्ण थियो यो मानेमा कि हामीले 5वटा विधा यो 5वटा करियर पाथवे नै किन छान्यौँ अनि त्यसपछि यो विधाभित्र के पर्छन् के कस्ता खालका कम्पिटेन्सी पर्छन् र यो हरेक एउटा यहाँले भनेका 5वटा भित्रका पनि एउटा चिजले आफैले मात्रै पनि एउटा करियर सेट गर्न सक्छ कि सक्दैन अथवा कमाई खान सक्ने अवस्था हुन्छ कि हुँदैन भन्ने खालको जुन एनालाइसिस थियो जुन यहाँले गर्नुभयो अब हामी कुरा गर्दैछौँ आइआइटीको इन्डस्ट्री इन्टिग्रेटेड डिग्रीको त्यसमा हामीले यो 5वटा विधाका कुरा गऱ्यौँ 5वटा विधा मध्ये कुनै एउटा विधामा एकजना विद्यार्थी अगाडि बढ्ने हो पढ्ने हो होइन र यो आइआइटीको मेजर खासियत भनेको के हो भने एकजना विद्यार्थी इन्डस्ट्री र युनिभर्सिटी एकैचोटि इन हुन्छ भन्ने हो तपाईँहरू एज अ कम्पनी एज अ आफ्नो कम्पनीलाई रिप्रेजेन्ट गरेर आइराख्नु भएको छ यसो गर्दाखेरि त्यो डे 0मा एकजना विद्यार्थीलाई तपाईँहरूले किन कम्पनीमा आउन दिने किन तपाईँहरूले +2 मात्रै पास गरेको विद्यार्थीलाई तपाईँहरूले चाहिँ कन्ज्युम गर्ने अथवा यो सम्भव छ या छैन हामीले जुन आइआइटीमा जे कुरा इन्भिजन गरेर गइरहेका छौँ यसले तपाईँहरूको कम्पनीलाई वा यो आइसिटी आइटी इकोसिस्टम इन्डस्ट्रीको इकोसिस्टमलाई कसरी हेल्प गर्छ यो विषयमा हामी थोरै चर्चा गरौँ एनीवेयर यसमा डे 0मै ऊ एकदमै होइन सबै कुरा सिक्न सक्ने केपेबिलिटी चाहिँ भइ नहाल्ला किनकि अघि पनि हामीले के कुरा गरिरहेको थियौँ भन्दाखेरि करेन्ट सिलेबसको त थियोरिटिकल नलेज र फाउन्डेसन चाहिँ इम्पोर्टेन्टै छ हामीले त त्यसलाई कसरी कम्प्लिमेन्ट गरिदिने भन्दाखेरि मोर ह्यान्ड्स अन एक्सपिरियन्स चाहिँ अर्ली इन एस एजुकेसन चाहिँ इन्ट्रोड्युस गराउन खोजेको त्यो पार्टमा चाहिँ सो अब नट लिटरली चाहिँ डे 0मै यो एक्सपर्ट अथवा योतिर गइहाल्छ जस्तो म भन्दिनँ होइन डे 0मा प्रब्ली अलिअलि ह्यान्ड्स अन हुन्छ होला अलिअलि फेमिलियराइजेसन मात्रै हुन्छ होला जस्तो लाग्छ मलाई तर वान्स द्याट स्टुडेन्ट स्टार्ट्स टु ह्याभ द थियोरिटिकल नलेज त्यही थियोरिटिकल नलेजलाई चाहिँ हाउ टु अप्लाई इन द प्र्याक्टिकल वर्ल्ड द्याट्स द मोस्ट इम्पोर्टेन्ट जस्तो लाग्छ यो सबै पार्टमा फर एक्जाम्पल अघि मैले एप्लिकेसन डेभलपमेन्टमै प्रोजेक्ट म्यानेजमेन्ट र बिजनेस एनालिस्टको त्यो विधामा जान अगाडि चाहिँ त्यो कम्पिटेन्सी गेन गर्न अगाडि चाहिँ उसलाई अफकोर्स योभन्दा अगाडिको थियोरिटिकल नलेज के थाहा भइसक्यो हुनुपर्छ भन्दाखेरि युएमएल डायग्राम्सहरू कसरी होइन बनाउँछ होइन डकुमेन्टेसनहरूको बेसिक फाउन्डेसन्सहरू कसरी बनाउने हो चाहिँ थाहा हुनुपर्छ यस त्यो थियोरिटिकल नलेज थाहा भइसकेपछि हामी के गर्छ भन्दाखेरि यस अप्लाई इट इन द रियल वर्ल्ड होइन यो सिकेको कुरा चाहिँ यहाँ काम लाग्छ यहाँ काम लगाउँ भन्ने हुन जान्छ त्यसरी नै आई थिङ्क सिमिलरली इट अप्लाइज टु अदर ब्याक एन्ड फ्रन्ट एन्ड क्यूहरूको पार्टमा पनि सिमिलरली नै उसलाई प्रोग्रामिङ चाहिँ आउनु पर्यो उसले सी अथवा एउटा प्रोग्रामिङ ल्याङ्ग्वेजको फाउन्डेसन चाहिँ सिके आउनु पर्यो सो हामीलाई यो फाउन्डेसनल नलेज हामी युनिभर्सिटीमा गएर पढ्छ उसले अघि भनेको जुन नलेज फाउन्डेसन भनेर सुरुदेखि भनेको थियौँ फाउन्डेसन अघि हाम्रो एआईमा चाहिँ अल्जेब्राको कुरा म्याथमेटिक्सका कुरा गऱ्यौँ भनेपछि त्यो चिज चाहिँ उसले युनिभर्सिटीको एउटा फाउन्डेसनल कोर्समा पढ्ने भयो तर त्यसको एप्लिकेसन पार्ट चाहिँ इन्डस्ट्रीमा
त्यो चिज कहाँ कहाँ कसरी अप्लाई हुन्छ भन्ने कुराहरू चाहिँ सुरुदेखि नै इन्डस्ट्रीमा गएर उसले चाहिँ सिक्न थाल्ने भयो, लर्न गर्न सक्ने भयो, एक्सपिरियन्स गर्न सक्ने भयो, फर्स्ट टाइम एक्सपिरियन्स। एक्ज्याक्टली सो द्याट त्यो थियोरी कहाँ अप्लाई भयो भन्ने कुराको चाहिँ यस हाम्रो लेक्चर्सहरूमा पढाइन्छ, तर ह्यान्ड्स अन हुनु पर्यो यहाँ चाहिँ मोर अर लेस प्र्याक्टिकली त्यसलाई चाहिँ युज गरे हुनु पर्यो। इन्डस्ट्रीको एकजना एक्सपर्ट युनिभर्सिटीभित्र छिरेर पढाउन तयार कि नतयार? इन्डस्ट्रीको एक्सपर्ट अब उसको सब्जेक्ट म्याटर डोमेन एक्सपर्टिजमा पर्छ भने चाहिँ तयार होइन, तयार हुनु। अब इट डिपेन्ड्स अन द पर्सन अल्सो होइन, तर लाइक कोही आफूलाई नआउने कुरा गरेर पढाउनु त होइन, नआउने कुरा त पढाउनै मिलेन, पढाउने त्यो त अपराध भइहाल्यो होइन। तर लाइक आफ्नो लाइक स्ट्रेन्थ छ र त्यसमै काम गरेको भनौँ न एक्सपिरियन्स छ भने त तयार। अब हामी के गराउन खोजिरहेछौँ भने अहिले यो हामी कन्भर्सेसन स्लोली हामी कुन ठाउँमा हामी कन्भर्स हुन गइरहेको छ यहाँ हेर्दाखेरि भने इन्डस्ट्री र युनिभर्सिटीले दुवैतिर पढाइरहेका छन्। एकातिर सिकिराखेको छ, कम्पिटेन्सी गेन गरिरहेको छ, स्किल र एटिच्युडको पाटो इन्डस्ट्रीमा चाहिँ त्यो कन्ज्युम गरिरहेको छ, फाउन्डेसनल नलेज चाहिँ युनिभर्सिटीमा गएर लिइरहेको छ। अनि त्यसो भएर 4 वर्ष बित्दाखेरि चाहिँ ऊ एकदम कम्पिटेन्ट हुन्छ भन्ने हाम्रो चाहिँ अजम्सन हो। अहिलेको मैले रोजेसलाई यो क्वेसन सोध्न खोजेँ, अहिलेको यो चेन्जिङ ल्यान्डस्केप छ नि, एआईको ल्यान्डस्केप जुन छ, अहिले त अब प्रोग्रामिङ गर्नै पर्दैन होइन, अथवा विभिन्न काम सबै ठाउँमा अटोमेसन अहिले भन्यो, एजेन्टिक एआईहरूले चाहिँ रन गरेर छोडिदिएपछि मल्टी मोडल आफै रन गरेर आफूलाई चाहिने चिज आफै लिएर आउन गइसक्ने अवस्था छ भने हामीले अहिले जसरी पढाइरहेका छौँ, जसरी जे प्रोग्राम जसरी लिएर जान खोजिरहेका छौँ आइडी अन्तर्गत, हाउ डज इट कन्भर्ज विथ वाट वी आर डुइङ अर हाउ डज इट डिफर फ्रम द्याट? यसले कहाँ हेल्प गरिरहेको छ यो अहिलेको एआईको सिस्टममा? सो अहिलेको तपाईँले ट्रेडिसनल भनौँ न, ट्रेडिसनल वे अफ एउटा कर्पोरेटमा एउटा हायरार्ची हेर्दाखेरि एउटा पिरामिड सेपमा हुन्छ। जुनियर लेभलमा हामीले हेऱ्यौँ भने इन्टर्न्सहरू हुन्छन्, अनि जुनियर इन्जिनियर्स आउँछ, मिड लेभल इन्जिनियर्स आउँछन् होइन, सिनियर इन्जिनियर्स हुन्छन्, म्यानेजर्स हुन्छन्, त्यसको माथि डिरेक्टर हुन्छ, डिरेक्टर माथि सी लेभल्सहरू हुन्छन् होइन, एउटा पिरामिड सेपमा काम गर्छन्। लोवर लेभलमा चाहिँ अलिक धेरैजना हुन्छन् युजली होइन, 5-10 वर्ष अगाडि हेऱ्यौँ भने धेरैजना जुनियर इन्जिनियर्स हुन्छन्, अलिकति कम मिड लेभल हुन्छन्, थोरै सिनियर इन्जिनियर उनीहरूलाई सुपरभाइज गर्छन्, अब म्यानेजर झन् कम, डिरेक्टर झन् कम, त्यसो सी लेभल त 1-2जना मात्र, त्यस फ्यु हुन्छन् होइन। अहिले एआईले के गरिदिएको छ भन्दाखेरि कोड लेख्नु धेरै जसो सिनारीमा कोड लेख्नै पर्दैन, म्यानुअली एडिट गरे पुग्छ। कति धेरै सिनारीमा चाहिँ थोरै एडिट गर्ने, थोरै मिलाउने, मोस्ट चाहिँ ल यो फङ्सन लेखिदियो भन्यो भने एआईले लेखिदिन्छ होइन। त्यसरी काम गरिरहेको छन् र अहिले पनि मोस्ट कम्पनीजहरूमा एटलिस्ट केही नभए पनि 50-60% त एआईले कोड गराउँछन् होइन। गराउँदैन भन्यो भने नि इन्जिनियर्सहरूले भित्र गरिराखेकै होला, तर मोस्टली कति ठाउँमा त 90% हामीले 99% गरिसक्यौँ एआईले गर्छ कोड भनेर भन्छौँ क्या। सो अब कोड एआईले गरिसक्यो भने जुन जुनियर मोस्टली हामी जुनियर इन्जिनियर दिने कामै त्यो थियो क्या होइन। अहिले चाहिँ के गर्छन् भन्दाखेरि हायर लेभलमा के यो सिस्टम सफ्टवेयरले के गर्नुपर्छ त्यो आस्पेक्टमा चाहिँ हामीले काम गर्छौँ होइन। ओभरअल सिस्टम कसरी वर्क गर्नुपर्छ, सिस्टमको कम्पोनेन्ट्सहरू के हुनुपर्छ होइन, त्यो ओभरअल स्पेक के हुनुपर्छ, रिक्वायरमेन्ट्स कसरी यो स्पेक र कम्पोनेन्ट्स कसरी इन्ट्र्याक्ट गर्नुपर्छ, त्यो हायर लेभल थिङ्किङ भनौँ न, हायर अर्डर थिङ्किङ भन्छ नि एजुकेसन साइडमा, त्यो लेभलमा काम गर्नुपर्छ। सो बेसिकली अहिले सिनियर इन्जिनियरमा जुन गर्नुपर्ने काम छ त्यसमा बढी फोकस हुन्छ rather than जुनियर इन्जिनियरमा। त्यो कारणले मोस्ट कम्पनीजहरूले चाहिँ इन्टर्नहरू होइन, जुनियर इन्जिनियर भन्दा पनि सिनियरको जब भ्याकेन्सी बढी खोलिरहेको छ र जुनियर इन्जिनियरको भ्याकेन्सी कम भइरहेको छ। यसो हेर्दाखेरि त्यो पिरामिड नभइकन एउटा डायमन्ड सेपमा चेन्ज भइरहेको छ। धेरैजना सिनियर इन्जिनियर छन्, थोरै जुनियर, थोरै सिनियर भयो, डायमन्ड सेपमा कन्भर्ट भइरहेको छन्। सो अहिले के देखिनु भयो भने एआई सिकिसकेर जो फ्रेस ग्रेजुएट छन्, फ्रेस ग्रेजुएटले पनि सिनियर लेभलको आइडिया चाहिँ बोकेर आउनुपर्ने भयो, त्यो लेभलमा काम गर्न सक्ने एउटा सर्टेन स्किल सेट चाहिँ बोकेर आउनुपर्ने भयो। सो त्यो डायमन्ड पिरामिडको अनुसारले त्यो प्रमोसन जुनियर लेभलले एउटा प्रमोसन पाइसकेको डाइरेक्टली त्यो लेभलमा काम गर्न सक्ने स्किल सेट लिएर आउनु पनि देखिन्छ। यो तपाईँले बडा इन्ट्रेस्टिङ कुरा गर्नु, सायद त्यही रहेछ। अहिले चाहिँ यो तल्लो लोवर लेभलको जब खासै मार्केटमा छैन, विद्यार्थीहरू अथवा फ्रेस ग्रेजुएट्सहरूमा जब पाइएन भइरहेको छ धेरै जसो। भनेपछि रिजन के रहेछ भने तपाईँको विचारमा जुनियर लेभलको कामहरू अहिले एआईले गरिरहेको छ, मिड लेभल या सिनियर लेभलको काम गर्ने मान्छे चाहिँ छैन जसमा भ्याकेन्सी पनि राम्रै छ भनेपछि अहिले हामीले जुन मोडल सोचिरहेका छौँ आइआइडी, यसले चाहिँ त्यो मिड लेभलको या मिड टु सिनियर लेभलको चाहिँ एचआर
चाँडो निकाल्नलाई यसले सहयोग पुग्ने भयो, जसले चाहिँ हाम्रो यो चेन्जिङ जुन ल्यान्डस्केप छ जब मार्केटको इन द एआई सिनारियो एआई इन्भाइरोमेन्ट यसले चाहिँ हेल्प गर्छ भन्न खोज्नुभयो। हजुर हजुर। सो डे 0 मा इन्डस्ट्री आइहाल्यो होइन, डे 0 मा इन्डस्ट्रीमा आइहाल्यो। अब मैले सोचेँ यो डे 0 मा हामीले गराउने के गराउने त, एकदम गाह्रो काम होइन, हामीलाई सोच्नु पऱ्यो नि त, प्लान गर्दाखेरि पनि एकदम गाह्रो काम। के गराउनु त, उसले प्रोग्रामिङ सिकेको छ कि छैन। तर यसो गर्दाखेरि चाहिँ के याद आयो भने हामीले नि कति धेरै +2 लेभलको स्टुडेन्ट्सहरू पहिला हायर गरिसकेका रहेछौँ, केसेसहरू रहेछ होइन, सबैजना नहोला। प्रोग्रामिङ धेरैजनाले सिकिसकेका हुन्छन् होइन, सबैले पाइथन नगरेर राख्ला, तर जो इन्ट्रेस्टलाई एआईमा इन्ट्रेस्ट छ भनेर सोचिरहेका हुन्छन् उनीहरूले अलिअलि आफैले सिक्न थालिसकेका हुन्छन् है, प्रोग्रामिङ गर्न थालिसकेका हुन्छन्। कसले मोडल बनाइसकेका को एकदम क्यापेबल पनि हुन्छन्, इन्जिनियर लेभलमा काम गर्न सक्ने पनि हुन्छन्। हामीले सुरुमै इन्जिनियर लेभलमा हायर गरेको +2 स्टुडेन्ट्सहरू पनि छन् है। सो त्यो देखिसकेपछि उनीहरूले ल्याउन नसकिने होइन, के चाहिँ गराउन सकिन्छ, सर्टेन अलिकति बाटो बन्दैछ, हामी बाटो बनाउँदैछौँ भनेर प्लान गरिरहेको छौँ होइन। सो आइसके उनीहरूले डेटा म्यानुपुलेट गर्ने, मोडल बनाउने अलिअलि सिक्छन्, ओभरअल काममा भिज्छन् होइन। त्यो गर्दाखेरि फर्स्ट इयरमा नै उनीहरूले मिड लेभलको स्किल सिकिसक्ने भयो क्या, यो आइडी सँगसँगै जाँदाखेरि। सो 1 वर्षमा मिड लेभल आयो, सेकेन्ड इयरमा अलि मोड लेभल स्किल सिक्यो, 3-4 वर्षमा त मिड लेभल सिनियर लेभलको स्किल त सिकेर जाने भयो नि उनीहरूले। सो यो सम्भव छ। ओके, अब हामी करिब समय सकिसकेको छ, हामी अन्तिममा पुगेका छौँ। अन्तिममा एक गरी तपाईँहरूलाई मैले केही सोध्या भए हुन्थ्यो अथवा यो चाहिँ भन्न पाए हुन्थ्यो, यहाँ मिलेन भने जस्तो केही छ भने कन्क्लुडिङ रिमार्क्स एकदम भोलिटियरली त्यहाँबाट सुधार्ने छ, केही छ भने, छैन भने कम्पलसरी पनि छैन। मलाई चाहिँ त्यो अघिको क्वेसनमा जोड्न मन लाग्यो, जस्तो कम्पनीको पर्सपेक्टिभबाट चाहिँ किन त भनेर सोध्नु भएको थियो। ओके, राइट होइन। सो कम्पनीले चाहिँ यसलाई अब उहाँको पोइन्टसँग पनि जोड्न जाँदा चाहिँ एउटा इन्भेस्टमेन्ट जसरी पनि हेर्नु पऱ्यो, उसले त सिधै सिनियर इन्जिनियर्स त पाउँदैन होला नि त इन द फ्युचर, राइट। सो इट्स एन इन्भेस्टमेन्ट दे आर मेकिङ, जसले चाहिँ त्यो सिनियर इन्जिनियर चाहिँ इन्टरनली नै प्रड्युस गरेर बाई द टाइम दे ग्रेजुएट दे बी अलरेडी इन द्याट लेभल भनेर सोच्न सक्यो होइन। सो त्यो चाहिँ अनि प्लस अब अहिले हेर्ने भने अर्को पर्सपेक्टिभ चाहिँ टर्नओभर पनि अहिले हाई छ नि त होइन मान्छेहरूको होइन। तर मसँग 4 वर्षको स्टुडेन्ट छ भने अब उसलाई 2 वर्ष केही सिकाउनु सक्यो भने 2 वर्ष त बस्छ होला नि त। सो त्यो एस्पेक्टमा पनि एउटा सोच्न सक्यो, तर काइन्ड अफ लाइक जोइनिङ वाट प्लस अघि तपाईँले भने जस्तो अलरेडी हामी 6 महिना 8 महिना 10 महिना 12 महिना 16 महिना त ट्रेन गराइराखेकै रहेछ त होइन, अहिले पनि होइन। अलिक डिफ्रेन्ट एउटा पर्सपेक्टिभमा एड गरेँ मैले होइन। सो अहिले कलेजमा पढाउँछु होइन, अनि कलेजेसहरूमा के देखिन्छ भने स्टुडेन्ट्सहरू +2 बाट फ्रेस हुन्छ नि, प्लस सकेर फ्रेस कलेजमा आउँदाखेरि एकदम इनर्जी लिएर आउँछन् होइन। फर्स्ट इयरमा राम्रै एटेन्डेन्स हुन्छ उनीहरूको, सेकेन्ड इयरमा एटेन्डेन्स घट्छ होइन, क्लासमा एटेन्डेन्स पनि घट्छ, एटेन्सन पनि घट्छ। थर्ड इयरमा आएर क्लासमा सुत्ने पनि हुन्छन्, क्लासमै नआउने पनि हुन्छन् होइन, कतिजना एक्जाममा एपियर गर्ने पनि देखिन्छन् होइन। फोर्थ इयरमा आउँदाखेरि त्यो झन् बढ्यो होइन। अब त्यो त्यस्तो सिन छ भने होइन, उनीहरूलाई एकाडेमिक र इन्डस्ट्री ग्याप अटोमेटिकली बढ्ने भयो। सुरुदेखि नै किन उनीहरूलाई इन्डस्ट्रीमा नलाने त होइन, त्यो 4 वर्ष लाग्दैन नि त उनीहरूले त्यस्तो। सो ट्यापिङ द हाई इनर्जी युथ्स होइन, ओके, फ्रेस माइन्डसेट हुन्छ, फ्रेस तरिकाले धेरै लर्न गर्न सक्छ। यो अर्को एकदम राम्रो एस्पेक्ट भयो। ओके, मेरो चाहिँ अलिकति डिफ्रेन्ट फ्रम अहिलेको डिस्कसनमा के छ भन्दाखेरि अहिले चाहिँ के सुनिन्छ भन्दाखेरि ल अब यहाँले सबै कोडै लेखिरहेछ भने चाहिँ यो CS डिग्री लिएर चाहिँ के गर्ने होला, म के चाहिँ कमाउँछु होला भन्ने एउटा जुन भ्रम छ होइन। त्यसलाई चाहिँ म अहिले हाम्रो एउटा म धेरैचोटि एक्जाम्पल दिइसकेँ होइन, एउटा एनालोजी दिन मन लाग्छ क्या मलाई अहिले चाहिँ है। एउटा के एनालोजी दिन मन लाग्छ भन्दाखेरि सबभन्दा पहिला त एआईसँग डराउने होइन, एआईबाट एम्पावर हुन सक्नुपर्छ हामी है। नम्बर 2 चाहिँ मेरो एउटा एक्जाम्पल के दिन्छ भन्दाखेरि मेरो घरको एउटा धारा बिग्रियो अरे, म आफै बनाउन सक्छु क्या, तर म प्रोफेसनल प्लम्बर त भएको होइन नि त होइन। आई क्यान नट गो लाइक हुन्छ नि, ल अब मलाई यो धारा बनाउन आयो आफैले गर्न सकेँ, अब त प्लम्बरको सबै जागिर जाने भयो भन्न पाउँदैन। किन पाउँदैन भन्दाखेरि म त गएर एउटा कुनै हाउसिङ कम्पनीको इन्टरनल त्यो पाइपिङ इन्फ्रास्ट्रक्चर त बनाउन सक्दिनँ, द्याट स्टिल रिक्वायर्स एउटा प्रोफेसनल। सफ्टवेयरमा पनि अहिले के जुन देखिरहेछ नि, यो सबैजना नन प्रोफेसनलहरूले पनि भाइब कोड गरेर सफ्टवेयर बनाइरहेछ नि होइन। यो चाहिँ म केसँग गर्छु भन्दा मैले मेरो घरको धारा फिट गराएसँग मात्रै कम्पेयर गर्छु क्या, त्यतिसँग मात्रै गर्न जाने हो क्या। बट वेन यु निड टु बिल्ड द एन्टरप्राइज ग्रेड एप्लिकेसन,
जसमा स्केलेबिलिटीको कुरा आउँछ, सेक्युरिटीको कुरा आउँछ, एजेन्टिक एआईको कुरा आउँछ, डेटा इन्जिनियरिङको कुरा आउँछ, त्यो चाहिँ त्यत्तिकै एआईले अटोनोमसली चाहिँ गर्दैन. इट हेज टु बी सुपरभाइज बाई अ प्रोफेसनल. त्यो एउटा चाहिँ भन्न चाहन्छु. लाइक हामी सफ्टवेयर इन्जिनियरको जागिर एआईले खाँदैन. के गरिदिन्छ होला बरु भन्दाखेरि पहिला जसहरूले चाहिँ वेबसाइट मात्रै बनाउनु हुन्थ्यो, त्यो सायद अब नन इन्जिनियरले वेबसाइट बनाउन सक्छन्, यो प्रोफाइल वेबसाइटहरू. तर जोहरूसँग त्यो इन्जिनियरिङ क्यापेसिटी, केपेबिलिटी र प्रोफेसन, उहाँहरू जुन प्रोफेसन हुन्छ, अब चाहिँ उहाँहरूले एआई युज गरेर चाहिँ वेबसाइट होइन, प्रब्ली एउटा एन्टरप्राइज ग्रेड एप्लिकेसन बनाउने हुन्छ नि केपेबिलिटीलाई चाहिँ टार्गेट गर्नुपर्छ क्या. सो लाइक CS degrees are still very important. It's just that you change the way you work. You empower yourself with AI and do greater things with AI, which you could not have imagined. This is the universal one is my appeal. Thank you. So AI increases efficiency, but it cannot replace the computer science degree, whatever engineering science is. Right? Also the that particular domain pani. For example, as a cloud engineer, as a DevOps engineer, daile भन्नुभयो हैन, how you should empower yourself. My day-to-day activities are cloud infrastructure manager and reliability बनाउने, coding गर्ने, software बनाउने तिर I'm not involved हैन. But what AI has allowed me to do personally is I can now create platforms. मैले support गर्ने dev team ला हुन्छ. I can create platforms for the dev team with spending एकदम minimal time के. मैले उनीहरुले मानौ के रिलिज गर्नुपर्ने छ नि एउटा वेबसाइटै बनाएर उनीहरुलाई दिदिन सके के. डोमेन मेरो नै हो, रिलिज प्रोसेस मेरो नै हुन्छ, लाइक डोमेन नलेज मेरो नै जान्छ त्यसमा, बट आई कुड एड अप टु द्याट. मैले एआई युज गरेर एउटा एडिसनल चिज बनाउन सकेँ. मैले जति म पहिला आफूलाई लिमिट गर्थेँ त्योभन्दा एडिसनल जान सकेँ. सो एआईले चाहिँ आई थिङ्क हेज लाइक ओपन द्याट पर्टिकुलर वान पाथ. सो या एआईसँग डराउने भन्दा पनि यसलाई युज गरेर अझै म मेरो डे टु डे एक्टिभिटीलाई र मेरो करेन्ट जब पोजिसनलाई चाहिँ हाउ डु आई मेक मोर प्रोडक्टिभ र मोर इफिसियन्ट यो फिल्डमा चाहिँ आई थिङ्क वी सुड फोकस अन द्याट एज वेल. यहाँ सबैलाई मुरीमुरी धन्यवाद छ. आज हामी यो 1.5 घण्टाको सेसनमा नर्मली यो इन्डस्ट्री इन्टिग्रेटेड डिग्री प्रोग्राम के हो, यसभित्रका 5वटा अहिले देखेका 5वटा करियर पाथवे के हुन्, हरेक पाथवे भित्रका चाहिँ स्मलर मोड्युल्सहरू र त्यसमा चाहिने कम्पिटेन्सिजहरू के हुन्, र आइआइडी जुन प्रोग्राम छ, डिग्री छ, यसले हाम्रो सफ्टवेयर इकोसिस्टममा कसरी हेल्प गर्छ भन्ने विषयमा छलफल गऱ्यौँ. यहाँहरूको यो नलेजको लागि, यो समयको लागि पुनः एकपटक धन्यवाद दिँदै यहाँहरूलाई बिदा चाहन्छु.